यो सर्दुको मुद्दा हो। यो यहाँ हेर्नुहोस्, यो सर्दुको मुद्दा यो दर्ता नम्बर हेर्नुहोस्। दर्ता नम्बर अख्तियारमा दर्ता गराउनु अख्तियारको हो यो। हजुर। अब म यहाँ तपाईँलाई अर्को पनि देखाउँछु। न्यायाधीशहरूको नाम यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस्। यो सबै पूर्व प्रधान न्यायाधीश गोविन्द बहादुर श्रेष्ठ लगायत सबै छ। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोविन्द बहादुर श्रेष्ठ, पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, सर्वोच्च अदालतका पूर्व प्रधान सुशीला कार्की। यस मानेमा सुशीला कार्कीलाई हत्कडी लगाउनुपर्छ भन्ने तपाईँको माग हो। यसलाई म अझै प्रश्न पार्छु, केही कुराहरू छ। त्यो के हो भने सुशीला कार्की कहाँबाट कसरी पाउँछु म भन्छु। अनि अब श्रेष्ठको बदमासी देखियो, मैले माने, म भन्छु तपाईँको जवाब। सर्वोच्च अदालतबाट त्यो फैसला आइसके पछाडि हामीलाई प्रधान न्यायाधीशका विरुद्ध मुद्दा हाल्ने यो पागलहरू भन्थे मान्छेहरू। हेर्नुहोस् है, कसैलाई नटेर्ने, सबैलाई थर्काने। ए बाबा, गलत गर्ने मान्छेले तिमीले गलत गर्यो भन्दा उसले थर्काएको ठान्छ भने थर्काइन्छ, होइन र? आज त तपाईँहरू सत्य हुनु साबित हुनुभयो। होइन, हामी हिजोदेखि नै सत्य छौँ, भोलिसम्म पनि सत्य नै हुन्छौँ। हो, सत्यको वकालतमा तपाईँको ठाउँमा यमराज आएर तैँले यसो किन भनिस् भने हामी भन्छौँ, कुरो बुझ्दैन नि है। अब यो मुद्दा यसरी फैसला भइसकेपछि र यो पूर्व अवस्थामा नै, यो 80 साल 79 सालमा नै यो निवेदन दर्ता भइसकेको अवस्थामा अस्ति चैत 12 गते फैसला भएपछि त सर्वोच्च अदालतकै फैसलाले यिनीहरू बदमास हुन् भन्ने कुरा देखियो। यिनीहरूले राज्य दोहन गरेको हो, राज्यको सम्पत्ति माफियाहरूका नाममा लाने काम गरेको भन्ने देखिएन। यिनीहरूको ठुलो पैसाको चलखेल पनि देखिन्छ। त्यहाँ यस विषयमा सम्झौता गरिएको छ। सम्झौता कस्तो सम्झौता? यो बिचमा चलखेल गर्ने मान्छेहरूले त्यो पनि देखाइदिन्थेँ, मैले आज ल्याइनँ। त्यो ठिकै छ, मौखिकले भनिदिनु होइन छ। त्यहाँ एकजना के दिलीप राई कि भन्ने काङ्ग्रेसकै नेता पनि सामेल छ त्यसमा, सम्झौतामा है। उनले पैसा लगानी गरेको कुरा देखिन्छ त्यो सम्झौतामा, हेर्नुहोस् है। अनि त्यो यो मुद्दा सफल भइसकेपछि त्यो जग्गा बाँड्ने कुरा लेखिएको छ त्यहाँ सम्झौतामा। यी कुराहरू ती भूमाफियाहरूले स्थानान्तरण, जुन सट्टाफट्टा स्थानान्तरण भएका छन्, ती जनतालाई चाहिँ कसरी कन्भिन्स गरे त? जनता कन्भिन्स थिएन नि त। जनता कन्भिन्स नभएर त यो मुद्दा कसले उठाएको तपाईँलाई भनौँ? जनसरकार मञ्च धरानले उठाएको।